हेलो गाइज नमस्ते। आज चाहिँ म सानो भ्लग लिएर आएको छु। म बिहान काममा जानलाई यस्तो भएको चाहिँ बाहिरको मौसम चाहिँ एकदम हुस्सो लागेर अलि जाडो थियो आज। अनि फाइनल्ली म कम्पनीमा पनि पुगेँ। कम्पनी पुगेर यसो भिडियो सिडियो बनाएँ। अनि आफूले काम गर्ने मेसिनलाई यसो हेरेँ अनि अन गरेँ। अन गरिसकेपछि आफू अब यसो भिडियो बनाउँदै थिएँ। अनि यसो आफूलाई काम लाग्ने पन्जा सबै तयार गरेँ अनि काम गर्न सुरु गरेँ। हाम्रो काम चाहिँ के हो भने कारहरूको बम्पर चाहिँ छेकुङ र छोरिप गर्ने हो। म चाहिँ यसमा अहिले मेसिनमा छोरिप गर्दैछु बम्परको होल्डरहरू। अनि त्यसपछि हाम्रो चाहिँ कारको बम्परहरू बन्छ हाम्रो कम्पनीमा चाहिँ। काम गर्दा गर्दै रेस्ट टाइम पनि भएछ। रेस्ट टाइममा यसो कफी खानु पऱ्यो, निन्द्रा हराउँछ भनेर यसो कफी सफी गर्न पानी पनि फालेँ थोरै। त्यसपछि कफी बनाएर यसो सटसट खाएँ कफी सफी छिटो छिटो खाएँ। अनि यसो आराम पनि गर्नुपर्छ भनेर यसो ढल्केँ कम्पनीमै। अनि आराम गर्दा गर्दा कतिखेर काम गर्ने टाइम पुग्यो, फेरि काम गर्न थालेँ। उहाँ चाहिँ हाम्रो दाइ पुरानो दाइ हुन्छ, उहाँले नै सिकाउनुहुन्छ सबै कामहरू मलाई। काम गर्दा गर्दै कतिखेर खाना खाने टाइम छ, थाहै भएन छ। अनि खाना खान गयौँ। खाना खाइसकेपछि फेरि काम सुरु भयो। काम गऱ्यौँ। गर्मीले कस्तो वातवाती पोल्यो क्या दिउँसोतिर चाहिँ। बिहान अलि चिसो थियो अनि फेरि मैले ज्याकेट स्याकेट खोलेर फेरि उही काम गर्न सुरु गरेँ। यसो कामसाम गरियो। काम गर्न त्यो पनि मजा आउँछ क्या, मेसिनमा काम गर्न भिडियो पनि बनाउन पाइन्छ। कहिलेकाहीँ यसो हप्तामा 1-2चोटि मेसिनमा पर्छ क्या, यता आउँदाखेरि मजा आउँछ यसमा चाहिँ। ल गाइज आजलाई यति नै। अब बाँकी चाहिँ अर्को भिडियोमा देखाउँछु। आजलाई यति नै।